नै मैले चाहिँ समर्थन गरेको छु। किनकि हर्क साम्पाङजीको मैले एउटा चिज देखेको छु है, उहाँमा के छ भने भिजन पनि छ, उहाँमा एउटा वातावरण पनि छ, उहाँमा एउटा सबैजनालाई हैन हाम्रो देशको माटो हो, माटोलाई नै हामीले बुझ्नुपर्छ, हामीले श्रमदान गर्नुपर्छ, श्रमदान गरेर हाम्रो देशलाई माया गर्न सिक्नुपर्छ। माया भनेको यस्तो हो, देशलाई जे माया गऱ्यौँ भने सबै कुरा हुन सक्छ, सम्भव छ भन्ने कुरा उहाँले बुझ्नु भएको र बुझाउन चाहनु भएको जनतामा, त्यो जनताले बुझ्नु जरुरी छ हैन। अहिलेको हाम्रो जति हाम्रो युवा जिएनजी युवाहरू भन्ने साथीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने सबै हामीले बुझ्नुपर्ने यो जरुरी छ। किनकि हामी आज यो पार्टी भोलि यो पार्टी भनेर कसैको झोले नबन्नु हैन। आफ्नो देशलाई जसले बुझ्छ त्यसलाई नै अगाडि बढाउने कोसिस गरौँ हैन। किनकि अब हाम्रो भनौँ न मान्छेलाई अब आज यति बुझाएर अगाडि बढ्यो, भोलि केही छैन, केही छैन, केही गर्न सक्नु भएको छैन, त्यही राजनीति गर्यो, आफ्नो झोला भर्यो, झोला भरेपछि बस हिँड्यो। त्यस्तो काम गर्नेहरू मात्रै राजनीतिमा जानुभएको छ। त्यसको लागि हामीले यसको लागि चाहिँ चिन्नु जरुरी छ, अहिले बुझ्नु जरुरी छ। अब हाम्रो यत्रो भएर यत्रो मतलब आगो लगाएर दुनियाँ मारेर दुनियाँ मरेर हैन, अब पनि हामीले यो नबुझिकन भोट हाल्यौँ भने साथीभाइ हो सबैले पछि दुःख पाउने सम्भव हुन्छ। त्यही भएर पहिल्यै भोट हाल्नुभन्दा अगाडि बुझेर सोचेर कसलाई हामीले अगाडि बढाउनु पर्छ भन्ने हिसाबले चाहिँ भोटलाई हालौँ। म चाहिँ भन्न चाहन्छु जय माटो जय श्रमदान र श्रमदानलाई सपोर्ट गरौँ। र म किनकि हर्क साम्पाङको फ्यान पनि हो, उहाँले गरेको उहाँको फ्यान होइन म, उहाँले गरेको काम, उहाँहरूले गरेको श्रमदान, उहाँले गरेको देशमा गरेको हरेक कामलाई चाहिँ मैले सम्मान गरेर जय माटो जय नेपाल जय हर्क साम्पाङ भनेर सल्युट गर्न चाहन्छु। र उहाँलाई अगाडि बढौँ। सबै हामी जिएनजी साथी जतिजना हुनुहुन्छ, मेरा दिदी बहिनी दाजुभाइ आमा बुबा जतिजनाले पनि हर्क साम्पाङलाई समर्थन गर्नुपर्छ। अहिलेको है अहिलेको राजनीतिको चेन्जेस र अलिकति डेभलप भन्ने देख्ने भनेको र उहाँमा भिजन भनेको चाहिँ म हर्क साम्पाङ भन्दा अरू कसैमा देख्न चाहन्न। नमस्ते। किनकि यो भनेको हर्क साम्पाङमा धेरै भिजन छ। हर्क साम्पाङले आफ्नो देशलाई माया गर्नुहुन्छ। हर्क साम्पाङमा देशको जनतालाई बुझ्ने सबै समस्याहरू उहाँले एउटा उठाएको मुद्दा छ, यसलाई हामीले अगाडि बढाउन पर्छ। र अहिलेको जिएनजी जति साथीहरूले पनि यो कुरालाई अगाडि बढ्नुपर्छ र बढाउनुपर्छ भन्नेमा हामीले हिम्मत राखेर हामीले नै सपोर्ट गर्नुपर्छ। जय माटो जय श्रमदान र हर्क साम्पाङ भनेको मैले उहाँलाई एकदमै धेरै प्रिय र एकदम राम्रो मान्छे ठान्छु। किनकि मैले अहिलेसम्म कसैलाई पनि चुनावमा न मैले काङ्ग्रेसलाई दिएँ न एमालेलाई दिएँ न कुनै पनि पार्टीलाई मैले अहिलेसम्म भोट हालेको छैन है साथी हो। भोट हालेको छुइनँ। किनकि किन हालेको छैन भनेर भन्नु होला, किन हालेन भनेर सोच्नु होला हैन। म पनि नेपाली नागरिक हो, नेपालको हो हैन। म पनि आफ्नो देशलाई मलाई पनि माया छ, मलाई पनि अगाडि बढाउनु छ। तर मलाई के लाग्छ भने भोट हालेर सबै आफ्नो देश बेच्ने, आफ्नो राजनीति, आफ्नो गद्दीलाई आफ्नो छिमेकी नचिन्ने, आफ्नो समस्या नराख्न नसक्ने हैन, आफ्नो रोजगार छैन केही छैन, त्यो गरेर दुनियाँ राजनीति गरेर बसेर बिना काममा आफ्नो पेट भर्नलाई भोट माग्छ भने त्यसलाई भोट दिनु जरुरी जस्तो चाहिँ म देख्दिनँ है। त्यसलाई भोट दिएर के गर्ने, आफ्नो पेट भर्छ उसले, आफ्नो धोक्रो भर्छ, आफ्नो घर बनाउँछ भने उसलाई भोट दिएर चाहिँ मैले कहाँसम्म पनि समस्या समाधान हुन्छ जस्तो नदेखेरै चाहिँ मैले अहिलेसम्म भोट दिएको छुइनँ साथीहरू। किनकि मैले भोट जसलाई दिनुपर्छ मैले अहिले सोचेको छु। अहिले चाहिँ मैले भोट हाल्नलाई अब भोटको लागि एकदम इच्छुक छु र मैले हर्क साम्पाङ जय माटोलाई नै भोट दिने भन्ने सोचमा चाहिँ म छु है। किनकि उहाँले गरेको काम र उहाँले गरेको श्रमदानलाई मैले एकदमै सम्मान र मान सम्मान पनि गरेको छु। र श्रमदानले एउटा कुरो पनि सिकाउँछ क्या तपाईँलाई, के सिकाउँछ भने श्रमदान गर्यो र आफ्नो माटोमा भिज्यो भने त आफ्नो भिजन भयो भने आफूले रोपेको सागसब्जी होस् चाहे आफैले गरेको एउटा भनौँ न मिहिनेत होस्, त्योबाटै हामी उठिन्छ भन्ने कुरा चाहिँ यहाँबाट बुझ्नुपर्छ क्या। कसैले बनाइदिएर अर्काको घरबाट ल्याएर एक दिन खाएर हाम्रो जिन्दगी चल्दैन। त्यही भएर चाहिँ हर्क साम्पाङले चाहिँ यो भन्नुभएको छ, आफ्नै देशमा भिजौँ, आफ्नै
आफैले दुःख गरौँ, आफैले शरम गरौँ, आफैले माटो चिनौँ, आफैले माया गरौँ, आफ्नो देशलाई माया गरौँ, आफ्नो माटोलाई माया गरौँ, आफ्ना आमा बाउलाई माया गरौँ, देश परदेश नजाउँ। हरेक कुरा हाम्रै माटोमा छ, हाम्रै माटोमा श्रमदान गऱ्यौँ भने हाम्रै घरमा हुनसक्छ। हरेक कुरा श्रमदान छोडेर विकल्प हाम्रो केही पनि छैन भनेर चाहिँ उहाँले यो सिकाउनु भएको छ। यसको लागि जय हर्का साम्पाङ, जय माटो र जय राजनीतिको लागि सल्युट गर्दछु। जय हर्का साम्पाङ। थ्याङ्क यू सो मच।